बुढाको व्रतबन्धनको रोटी पोल्दैछौँ गाइस। अब यस्तो खुसी पनि भयो भने रोटी पोल्न पाएको थिएन। मेरो प्यारी साथीले बोलाएको बरमा ज्यादै खुसी छु र रोटी पोल्न पाउँदा पाउँदा म एकदम ह्याप्पी छु। त्यसको लागि धेरै मुरी धन्यवाद भन्न पनि चाहन्छु। त्यही नै हो। भान्जाको व्रतबन्ध है। भान्जाको व्रतबन्ध भएपछि माइती यतिको त हुन पर्यो। एक्ला सर हुन्छ है दिदी म आमा के भन्नु नि त म त अघि नै भनिसकेँ बाबु। भनिसक्यो त्यो नानीहरूले रोटी हालेछ नराम्रो भयो भने राम्रो भयो भने चाहिँ अर्कोले लगाइदिन पनि भुल आफूले लाछ। हो त नि हामीले खान्छ त्यो एक लट भित्र रमाइलो हेर्नु पर्यो बनाउँदैछु मैले ल के भन्नु न त हजुरले भिडियोमा बाबुको व्रतबन्ध रोटी बनाउन लाग्छौँ। रमाइलो भएको छ रमाइलो भन्छ आशिष पनि आएछन्। हो त नि हो त हो के छ भन्नु त के अरे बाबु भोलि ल अभिषाको पालो भोलि दादाको वर्तमान ल यता यता कोला 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 रोइदिने छोरी कता हो नि कता हिँड्ने के हौ अब यिनी लडिँदै गरेर पछाडि अब कता हो के खाएको नि के खाक्यौ मामरे मामरे ममलाई मामुतिर त हुँदैन मामुतिर त हुन्न के ओहो ओहो लडी ल ल आऊ 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 ल कता हो ल कता हामी कता हो दिदीलाई घुमाउने घुम्ने अवस्था हो ल यहाँ एक घन्टा त कम थियो वाह ये है वो कोई रंजन है ल भन केही भन त ल सबैजनालाई धन्यवाद भन आउनु त्यो नपाएको यस्तो पहेँलो देखिँदैन सपना नखाने त्यस्तो नखाने त्यही जीवन जल पानी नै खाने
दिदी खोकी लाग्यो नि खोकी लाग्यो नि खिच्नुपर्छ क्या दिदी भिनाजी भएको अर्कै आउँथ्यो के अरे भिना छुट्नु भयो नि सुरुमा हाल्नु हुन्थ्यो नि त्यो अनि ए अब यसो न ए जुना खाना खाइसक्नु भयो अहिले ल्याउनु पर्यो खाइसक्नु भयो नि खाइसक्नु भएको होइन पर्छ मैले खाएँ भाइ तैँले खाइस् पोजिसन मिलाउनु अब बाबुराम चालको घर यो बाबा खै सुन्नु सुन्न त छैन सुन न त्यो आगो लागेको हुन्छ त्यो सबै गर्दा एकले बस्छ त एक नाम पनि जान्छ होला पार्टी छ त्यो अलिअलि के हुन्छ त्यो अलिअलि गरिदिनु पर्यो हेलो मामा भन्छौ न हेलो भन्छौ त कहाँ के हो नि मामा घर ठुलो मम्मीको घर दादाको व्रत बन्दामा बिहेमा अरे बिहेमा हो सुती छ आमा के भन्नु न कुराहरू के हजुरमा म त राम्रो आउँदिन म त तोर्से पनि ल नमस्ते नमस्ते उहाँ विदेश गएको हेर्ने अरे के हेर्नुहुन्छ क्या मलाई अनि हजुरलाई स्वास्थ्य ठिकै छ हजुरको स्वास्थ्य ठिकै छ अरे चिन्नुभयो चिने है अस्ति नै भेटघाट भएको थियो हजुरको अनि मैले हजुरलाई एउटा चिनो दिएछु यो चिनोसँग चाहिँ हेरिराख्नु होला यो के गर्दा भएको नि यस्तो हजुरको के भएर यस्तो भएको आमा तरकारी पकाउँदा त पोले होइन अनि ल हुँदा नि सन्चै सबै ठिक छ के हजुरलाई हजुर सबैजना सन्चै हुनुहुन्छ सबै यहाँ के को कार्यक्रम थियो आमा त्यस्तो खालको नातिको व्रत भन्दा नाति को खै देखाउनु त मलाई चिनेको छैन मैले नातिको घर कहाँ होला नातिको घर कहाँ होला पहिला त गोर्खा अहिले त यहाँ सबैजना भेट्नु रमाइलो लाग्छ हजुरलाई खुसी हुनुहुन्छ हजुर खुसी हुनुहुन्छ है अनि उहाँ म चिनिनँ नि मेरो जेठी छोरी साह्रो मजाको हुनुहुँदो रहेछ हाँस्नु मन छ नाति पनि सँगै ल म आज गोर्खादेखि आएको भदैको बर्तुन भनेर उता नाति बोल्दैन कि
बोल्दैन कि अनि उता चाहिँ भदैनी अनि उता बुहारी अनि भदैनी है भोलिको लागिको आएको कार्यक्रमको लागि नाचगान पनि लाउने बाजामा नाच्ने हो बाजामा नाच्ने अरू कुरा केही भन्नु सबैजना रमाइलो हुनुहुन्छ खुसी लाग्यो मलाई धन्यवाद तपाईँहरू आइदिनु भयो खुसी लाग्यो धन्यवाद हस् ल मलाई अन्त होइन म ल बुवा ल अब खेल भनेर भयो त नि अब बिहान छिटो उठ्नु भुकेहरू यहाँ तिमी कहाँबाट आएको आज भैरवबाट आएको तिमीले मम्मालाई देखेर सरप्राइज भयो मेरो भान्जालाई भाइलाई अन द वे टु मामा घर मामा घर धेरै टाढा खा आज पुगेला जस्तो छैन मामा घर आज पुगेला जस्तो धेरै टाढा त्यसलाई हिँड्दैन भोलि आइपुग्छ होला मान्छे कहाँ पुगेर रवि लान्छालाई मलाई त भेटे आर्यन सिजनलाई भेटे त्यही जागर तपाईँलाई रिसै कहाँ भेटिस् त आएर सिजनलाई एयरपोर्टमै सबैहरू नै हुँदैन त मलाई आज कस्तो फिल भएको थियो कि दुईजना भेट्छ छोरो भेटिस् कता मामा घर कि आन्टी घर आन्टी घर सुते बुवालाई आन्टी घर ल सुत्न गयो आउँछ आउँछ हजुरकै सुरुमा लिएर ल्याउँछु म त भोलि बिहानै होइन जसकै दिन हेर्दा नि हुन्छ यो कहिले आउँछ भन्ने कुरो हो बिजी हुन्छ सुतिसक्नु बिना चाहिँ त्यहाँदेखि हुन्छ जन्मिनु त आउनु बस्नु छोरो छोरो भन्नु है त्यसो गरेर त्यसरी बस्नु लान्छु त्यहाँ सबैजना
जस्तो नि भयो भन्नुहुन्छ नि के भन्दै साइकल आधी गयो त्यति छोड्दै भोलि पानी खान पाइँदैन ल हस् भनिसके हरियो बत्तलमा छ कि गौती अगाडि हेर्छ गोबरकै गोबर बा त्यो हरियो बत्तल अगाडि हेर्छ गोबर भनेको के ल त्यही हो गाईको गोबर यो गोबर त यता कता राखेका छन् ल श्री सूर्य कुमाराली यही हुन्छ यो तस्तो बोल्ने तीर्थको जल भनेर चाहिँ करमपात्रको जल राखिदिनु गङ्गे चाहिँ मुनि चाहिँ धारण सिन्धु कावेरी जल यसपनि सन्निधिको सर्वोखति भनेर चाहिँ थालमा जे छ त्यही राखिदिनु ओम जाको पूर्व जात भने बुढाको सुतन्दा मानि शब्द पञ्चरत्न भनेर राख्नु हिरण्य गर्भ गर्भातमी बरपिबलको पातहरूलाई छोइदिनु असुस्तै भने केदारमठे बाबा दशनापद पूर्वका दुबोहरू राखिदिनु काण्डा काण्डा पर्वन्ती पर्व कहीँ भनेर सहस्रेण सते यहीँ छ अर्घ चढाउनु त ती क्राउड लगाएर पञ्चामी टाढो क्यामेरा चलाउँदा ल्याएको त हातै सहिलो ए डोर्याएर हिँड्न भन्दा जसले नि समात्न सक्यो क्यामेरा मोबाइलै सजिलो आयो बोलिए वासुदेव भगवान को जय हो त्यहाँ आरती त्यहाँ ज्योति भिजाउनुहोस् गाई हजुरलाई मैले ज्योति आरती गुरु खोल्ने बाल्टीमा बालेर हो
त्यो हाताले पाइसक्यो होइन बाहिर राख राख त्यो राख गोल दाइने लागि चलाइनु ल हरि ओम एङ्गलै मिलेन के क्यामेरा छुरो कपाल गरी घुमाइदिनु ल तपाईँको यस्तो यति त्यो विनियोग पर्नु पर्यो नि हजुरले भयो थाप्यो थापे नै सब भुइँमा भएन गर्नै पर्ने भएर चाहिँ भिजाउनु पर्छ क्या अलिअलि पानी हाल्नु स्याम्पू हाल्नुपर्छ अलिअलि शैम्पू ना लो थोड़ा 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 खाना तो एक तिर जब वाह के वाह वाह ले नहीं जाएं हामी पनि म पनि काट्छु भाइ अझै अगाडि आउँदा थरे कतिपल्ट भन्नुभयो लक्ष्य छ के त्यो लक्ष्य पुरा गर्नु
खोइदिनु नि भाइ आउनु मेरो पिक्चर खेर हो मेरो पिक्चर घुम्दैन घुम्दै नाच्दैन एकचोटि घुम्दैन भुकेसित नाच मैले हुन्छ हुन्छ यसले गर्दा भयो फेरि उनीहरू नि केही गर्न गरिलो गरिदिनु गर्छु ल्याउनु पनि ल्याउ काम दादालाई के अरे कि मामालाई के अरे कि यिनले नुहाइ नै हेर्दै क्या दादा 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 हो दादालाई नहेर्दै दादा के छ नमस्ते नमस्ते के छ हजुरको आउनु नि नमस्ते पछि ढाक्ने पहिला
खुल्ला पैसा छैन यहाँका पनि लेखेर दिनु पाए सजिलो हुन्छ नि त होइन हजुरले आफ्नो मन्त्र दिनुभयो भने अनि त्यो मन्त्र पछि हामीले लेखेर दिनु तपाईँले लेखेर मन्त्र जानुहुँदैछ मन्त्र सुनाउनु भगवती भिक्षाम मे देही भन्नुपर्छ है यता फर्किन कस्तो चलन हो यहाँको त भाइ बुवाले होइन बुवाले हुने होइन आमाले हो भिक्षा दिने बाउले
अरे नोङ्ग्रो अब होइन लास्ट हो सबै आमाले दिए जाऊ अरू काम त विशेष गरेर देखाउनु क्यामेराम्यान छु नि त यहाँ तिनपाली दिने अहिले होइन हजुर नम्बर रकाले हाल्नुहोस् हालै गरे है May nangamoy ni Ben.
कर्पूरकण्डोज्ज्वलम् ताम्बूलं मनसा मया विरचितं भक्तं प्रभो श्रीगुरो चतुरं चामरयो जनकं चादर्शकं निर्मलं वीणाले मृदुलगानकला गीतं जयं सदा अष्टाङ्गप्रणते कसको माथि ल्याएर खोक्ता खोक्दै करुणाब्दे वसंकर संभो नगेन्द्रहराय लोचनाय भस्मांगरागाय मनेश्वराय नित्याय सूर्याय दिगंबराय तस्मै नकाराय नमः शिवाय मंदाकिनी सलिला
टीका लगाई संबंध करे सेवा सिंदूर दो फूलमाला जो गणेश काला सिंदूर दो फूलमाला
मलाई लाग्यो तिमीले अनि लाग्यो सबलाई बाँध्दै पछाडि गएर बाजा नि बजाउन पर्ने तल राखा बुनु थियो डालो लिएर बस्ने अरे लाउर गएर आयो के ल्यायो मिठाई ल्यायो कि मिठाई दिएन लाउर गएर मलाई भन्ने त अघि अर्को कुरा हो नि लुला गर्नु बिहे गर्ने बेलाको भइसक्यो हेर न दादाले नि कृपालाई मम्मीले नि कृपालाई आमा ल्याउँदै खान्थ्यो बस्नु छोड्दैन कल खिच्यो त नि फोटो खै माइजु है त दाइ दाइ त्यहाँ अगाडि त्यहाँ हो बिराडे कसैले जोड्दैन
पानी ल्याइदिएन मैले अहिले पानी पनि भनेको आमामा लाउनु पऱ्यो न सबैभन्दा निरोगी भन्नु बाजे बा निरोगी हुने त्यसरी स्मित नगर न छोरा मानी हुने अरू विद्या हुने दिन्छु दिन्छु के भिडियो खिच्न दिनु कतिको भारी पर्यो एउटा भान्दा छन्
रङ्गा दिदी यसो 2 शब्द भनिदिनु न अब मैले कति भनौँ बाबु है अब एकदम खुसीयालीमा छौँ हामी है छोराको वर्तमान गर्न पाउँदा एकदमै खुसी भयो हामी साथीसँग भेटाउन पाइयो त्यही नै यो त्यो सोध्दै थियो क्या तपाईँ आइटमहरू घटेछ लास्टमा पर्यो आइटमहरू घटेछ यसमा टमाटरको चटनी छैन सागहरू ल्याइएछ पनिर ल्याइएछ अब ठिकै छ ल एकैछिन ल के ल यति भिडियो बनाएर भ्याउँछु ए हजुर ल अमा अलि माथि गर अलि माथि गर यो उसमा जल्छ कि ए हिउँ परेर ल मम्मी ल ताली 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 फेरि ताली 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 यो सम्हालेको पनि भ्याइयो को खै थाहा भन्नु साथीहरू बुवा खै हो त्यहाँबाट दिए हुन्छ कि अलिकति भइहाल्यो बाजा बाजा पेपर कपले प्लेट ल्याउनु आउने पखाइ पखाएको छु यहाँ सोध्नु खुवायो अहिले खाएको बन्द त्यहाँ खुवाउन त्यो खुवाउन
झुकाइदिनु भयो कि काठमाडौँ उताको प्लेटको दुईटा हातले बाबु दुईटा हातले यता नि हेर्दै आऊ न यता नि हेर्दै आऊ के भयो ल भले सुरु भयो र हामी चाहिँ घर फर्किँदै सबै सम्पन्न भएर सकेर घरतिर लाग्दैछौँ है। यात्राको क्रम जारी छ। हस् यता पनि हुनुहुन्छ, यता नि हान्दै हुनुहुन्छ, यता लिन आउँदै हुनुहुन्छ। ल वारी वारी बाटोमा कता झोला बोकेर जा 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 त ल ल जा 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 अब गुरुबाको आजको आज अमनको वर्तमानमा यी के भन्छ अरे के अरे मन्त्र सुनेर पाएको के भन्छ बिग हाम्रो कस्तो पाएन क्या असाई चामल खानुपर्छ। मामाले पैसा उठाउनु भयो, कान्छा ज्वाइँले टुलु टुलु हेर्नु माइली छोरी गीता छोरीले टुलु टुलु हेरेछन् कति हुन्छन् पैसा भनेर।
फोटो यहाँ निकाल्नु न यस्तै यस्तै हो के भक्ति आए मन्दिरमा
गीता बुढो देखिस् सालाको साला बुढा रुनु मन लागिसक्यो गाडी छोडेपछि म कहाँ भन्नु भोलि र पर्सि है फेरि भोलि पर्सि ढिलो भयो त कति राम्रो देखेर ओइ ल सर नमस्कार हुन्छ बाटो नबुझ्नु है बुवाले बोलाउनु राम्रो लाग्छ सबै हाम्रो सुत्नलाई दुःख जानु पर्यो भन्नलाई नपर्यो है रामसित जानु पुगेर फोन गर्नु होला म भिडियो हाल्छु भिडियो हेर्नु है घर गएर ल खुट्टा आइदिनु भयो धन्यवाद छ यही ठुलो कुरो भयो
भ्याउनु भएन क्या गाडी अगाडि गइसक्यो अझै धन्यवाद दिँदै हुनुहुन्छ हजुर धन्यवाद दिने रोक आधा घन्टा एक टोली बिदाई हुनु भयो अर्को टोली आमाले जान्छु नि बिचरा के ल्याऊ न गाँठे पुसा ल्याउ त टिस्यु पेपर रहेछ 11 जना त अझै बाँकी छन् मसित 12 जना हजुरलाई नै हो कुरेको हामीले अति अग्रिँदा नि भयो त रमाइलो लिनु थियो वरिपरि खाले नाच्नु नजान्ने